नेपालको संविधानले नेपाली जनतालाई मालिक मानेको छ। आज यो नेपालको नेपाली जनता के हो? मालिक हो साँच्चै नै जनता देशको मालिक हुन्छ। यो मैले भनेको होइन, यो नेपालका तमाम शहीदहरूले आफ्नो रगत बलिदान गरेर रगत दिएर यो जनतालाई मालिक बनाएको। त्यसैले मालिकहरू दुई चोक्टा मासु र भातमा आज बिक्नुहुन्न। कुनै झुटा स्वार्थमा आज मालिक बिक्नुहुन्न। इमानदार साथ यो देशका मालिक जनता उभिनुपर्छ। देशका लागि, ठगहरूका लागि होइन, भ्रष्टहरूका लागि होइन। अब नेपाली जनता साँच्चै भन्ने हो भने भ्रष्ट तपाईले अब यो देशका शत्रुहरू चिन्नुपर्छ। तपाई मालिक यति हो भने यो देशलाई जोगाउने काम मालिककै हुन्छ। अब नेपाली जनता कहिले पनि रैती बन्नु हुँदैन, मालिक बन्नुपर्छ। त्यो मालिकले अब खराब मान्छेलाई चिन्न ढिला गर्नु हुँदैन।